नमस्कार। राम भगवान र सीता माताको बारेमा हजुरहरू सबैले सुन्नुभएको नै छ। राम भगवान इन्डियाको हो र सीता माता जो हाम्रो नेपाल जनकपुरबाट हुनुहुन्छ। उहाँहरूको मन्दिर लखनऊ र गोरखपुरको बीचमा स्थापित गरिएको छ, जसलाई हामी अयोध्याको नामबाट चिन्न सक्नुहुनेछ। त्यो मन्दिर बनाउँदाखेरि हाम्रो नेपालले धेरै सुन चाँदी जति पनि जरुरीहरू दिनुभयो, सहयोग गर्नुभयो। साथै नेपालको जति पनि शिलापत्थर मार्बलहरू पनि दिनुभएको रहेछ। हामी गएर त्यहाँ हामीले देख्यौँ। मन्दिरमा जाँदाखेरि हामीलाई एकदम कम्फर्टेबल नै हुन्छ। कोही यहाँ इन्डियामा गएर पनि कसैले केही भन्ला भनेर तपाईँहरू चिन्ता नगर्नु, आरामले मन्दिर दर्शन गएर आउन सक्नुहुनेछ। त्यो मन्दिरको केही नजाराहरू भिडियोमा देख्न सक्नुहुनेछ। भिडभाड धेरै नै थियो र पानी परेको अवस्थाले गर्दा राम्रोसँग बाहिरको दृश्यहरू पुरा हेर्न पाइएन। छोटे बच्चे भी भीग रखे हैं। थ्याङ्क यू। मेरो बुढीले उडाइदिएको सानो बच्चालाई। धेरै भिड रहेछ यहाँ मन्दिरभित्र। हामी लगभग मन्दिरको एरियामा आइपुग्यो। अब धेरै भिड छ। छोरालाई टाउको दुख्यो भन्दैछ, बुढीहरू पछाडि आउँदैछ। यो छ यो मन्दिरको नजारा। यो छ मेन मन्दिर कहाँ हो भन्ने कुरा एकदमै थाहा छैन। धेरै नै भिडियो गर्ने उतै होला नि त, ऊ पनि त्यहाँ पोखराबाटै कहाँबाट आएको अरे। निधारमा राम लेखाइदियो, निधारमा राम लेखिदियो। अब राम बोकेर हिँड्दैछु म त यहाँ राम मन्दिरतिर हो। निधार हामी मन्दिर दर्शन गरेर वापस जाँदैछु। अब यहाँ हाम्रो पछाडि रथको मन्दिर छ। यहाँबाट लगभग 3 किलोमिटरको बाटो रहेछ। कति बुढी चाहिँ यिनीहरूले हाल्ने चाहिँ एउटा हामी पानी परेको अवस्था।